This World Athletics CEC Level 1 course का भाग लिने अहिले ड्यासमा आसीन नेपाल एथलेटिक्स सङ्घका महासचिवज्यू, खेलकुद परिषदका तालिम तथा प्रशिक्षक विभागका डाइरेक्टर साहबज्यू, खेलकुद परिषदका सदस्य अथवा नेपाल एथलेटिक्स सङ्घका उपाध्यक्षज्यू, पूर्व नेपाल एथलेटिक्स सङ्घका प्रशिक्षक अथवा नेपालकै वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणाज्यू, सङ्घका सदस्यज्यूहरू र उपस्थित हाम्रो वैकुण्ठ दाई र सम्पूर्ण उपस्थित CEC लेभल 1 का भाग लिने कोचेसहरू स्वीकार्नुहोस् मेरो तर्फबाट नमस्कार। साथीहरू, म अत्यन्त हर्षित र खुसी छु आज यो नेपाल एथलेटिक्स सङ्घ प्रायोजक भएर यो वर्ल्ड एथलेटिक्स कोचेस लेभल 1 कोर्स चलाउनको निम्ति अहिले भर्खर हाम्रो विदेशबाट आएका लेक्चरर राधाकृष्ण ज्यूले भन्नुभएको थियो कि एथलेटिक्सको विकास नि कोचेसहरू डेभलप अथवा कोचेसहरू क्वालिफाइड गर्यो अथवा कोचेसहरूको तालिम भयो भने मात्रै एथलिट्सहरू जन्माउन सक्छ। अब नेपालको परिस्थिति मैले यसो बुझेको, मेरो 2 कार्यकाल सकाएर म त्यसको कार्यकालमा जाँदाखेरि हामीका धेरै खेलाडीहरू चाहिँ कोचेसहरू भइराखेको, तर उनीहरूले चाहिँ तालिम प्राप्त नभएको, अब उनीहरूको एक्सपिरियन्सबाट चाहिँ उनीहरूले चाहिँ तालिम दिइराखेको परिस्थिति म देखिराखेको र खास गरेर हामी अलिकति अलमलिया छौँ। किनभनेदेखि अब अहिले इन्डियामा अघि भर्खर उहाँले भन्नुभयो यो कोच पहिला 14 दिनको थियो, अहिले तर वर्ल्ड एथलेटिक्सले यसलाई चाहिँ अलिकति धेरै 14 दिन धेरै लामो हुन्छ भनेर यसलाई चाहिँ छोटाएर 5 दिन चाहिँ प्र्याक्टिकल अनि त्यसपछि अनलाइन गर्ने भन्ने एउटा नयाँ गरेका छ। अब यसको उद्देश्य के हो? उहाँले भने जस्तो अब हामीले हाम्रो एथलेटिक्स गेम चाहिँ सङ्घको काम चाहिँ एथलेटिक्स बढाउने, यो खेललाई चाहिँ पपुलर बनाउने, तर पपुलर बनाउन को चाहियो भनेदेखि कोचेस चाहियो। कोचेस नबनाइकन त खेलाडी आउँदैन। त्यसले गर्दाखेरि आज उपस्थित सम्पूर्ण कोचेसहरू विभिन्न जिल्लाहरूबाट आउनु भएको छ, पाल्नु भएको छ जस्तो लाग्छ, विभिन्न प्रदेशहरूबाट पाल्नु भएको छ जस्तो लाग्छ। अब तपाईँहरू आफ्नो आफ्नो ठाउँमा गएर यो सर्टिफिकेट लिएपछि त तपाईँलाई चाहिँ तपाईँले त्यहाँ विभिन्न अब खेलकुद परिषदमै आबद्ध हुनुभएको छ कि छैन प्रदेशकै, अथवा त्यहाँ नभए पनि स्कुलमा गएर तपाईँले प्रशिक्षण दिन सक्नुहुन्छ। त्यसले गर्दाखेरि त्यसमा अब हामी प्रदेश लेभलमा पनि तपाईँलाई सहयोग गर्न हामी अब प्रोग्रामहरू ल्याउँछौँ। सबैभन्दा यो सबै गर्नलाई पनि सबैभन्दा ठुलो कुरा के हुँदो रहेछ भनेदेखि एउटा वातावरण मिल्नु पर्दो रहेछ र सङ्घमा पनि सङ्घ भएर मात्रै हुँदैन रहेछ, सङ्घको धारणा पनि त्यस्तै हुनु पर्दो रहेछ। र सबैभन्दा मुख्य कुरा भनेको चाहिँ हामीलाई चाहिने भनेको चाहिँ पैसै नै रहेछ। अब एथलेटिक्स सङ्घले चाहिँ खास गरेर के पनि गरेका छैन, धेरै यो मिडियामा पनि देख्नुहुन्छ, अरूहरूले पनि आलोचना गरिराखेको, तर अहिले हाम्रै कार्यकालमा चाहिँ म्याक्सिमम मेडलहरू हामीले नि ल्याइरहेको छ अन्तर्राष्ट्रिय गेममा। जस्तो अस्ति एसियन लेभलकै क्रस कन्ट्रीमा हामीले त्यत्रो मेडलहरू जित्यौँ, टिम मेडल, इन्डिभिजुअल मेडलहरू पनि गोल्ड मेडलै जित्या छ। एसिया लेभलको मेडल हो त्यो सानोतिनो मेडल होइन। र हामीले एथलेटिक्स एसोसिएसनले चाहिँ म्याक्सिमम हाम्रो खेलाडीहरूलाई चाहिँ एक्सपोजर दिइराखेको छ। जस्तो अहिले हामी यो तेस्रो कार्यकालमा पनि लगभग हामी भएको 8 महिना जति भयो होला। अहिले इन्डियामै हामीले वर्ल्ड एथलेटिक्सकै वी ह्याड सेन्ट टु रांची for those SAF championship as well as World Athletics for
एन्ड वी 4वटा मेडल पनि ल्याएको छ सात मेडल्समा। त्यसले गर्दाखेरि वी हेभ सेन्ट 2-3 प्लेसेस विदेशमा पनि पठाएको छ। यसको सबै डिटेल कहाँ पठाएको छ, के गरेको छ, हाम्रो एक्टिभिटिज यो मिडियालाई पनि थाहा दिनुपर्ने छ जस्तो लाग्छ। यहाँ बाहिर बसेर हामी केही गरेका छैन। हाम्रो जुन पैसा अहिले हामीलाई के सजिलो भइराखेको छ भनेदेखि यो सबैले बुझ्नुपर्ने कुरा के हो भनेदेखि सबै कुरा बजेटले नै हुँदो रहेछ र बजेट हामीलाई एथलेटिक्स सङ्घ चलाउनको निम्ति वर्षमा चाहिँ $5,000 चाहिँ यस्तै अफिस चलाउनको निम्ति दिन्छ वर्ल्ड एथलेटिक्सले। $5,000 चाहिँ यस्तै अन्तर्राष्ट्रिय गेमहरूमा भाग लिनलाई चाहिँ दिन्छ। 5,000 भनेको आजकल के हो र इन्डियामै 5वटा खेलाडी पठाउँदाखेरि नि त्यो सकिन्छ र $5,000 चाहिँ आफै भित्र चाहिँ गेम खेलाउनलाई अथवा यस्तै कार्यक्रमहरू चलाउन पनि। अब $5,000ले पुग्दैन, $15,000 मात्रै पाउने थियो। तर पछिल्लो चरणमा चाहिँ वर्ल्ड एथलेटिक्सले चाहिँ विभिन्न हामीले एथलेटिक्स डेभलप गर्छौँ भन्यो भने चाहिँ टु डेभलप एथलेटिक्स, प्रमोट एथलेटिक्स हामीले चाहिँ कार्यक्रम यस्तै बनाउँदै गयो भने चाहिँ थप पैसा पनि पठाउँदै गरिराखेको छ। त्यही थप पैसाले हामीले चाहिँ खेलाडीहरूलाई चाहिँ हामी दुविधामा पर्दो रहेछ। किनभनेदेखि यस्तो कोचेस ट्रेनिङ कोचेस सेमिनार गराउने कि अब कोचेस मात्रै होइन, हामीले अफिसियल ट्रेनिङ पनि कोचेस अफिसियलको पनि गेम सञ्चालन गर्ने पनि TOEC लेभल 1 कोर्सेसहरू पनि गराउनु पर्ने छ। अहिले सुरुवात हामीले कोचेसबाट गऱ्यौँ, नेक्स्ट हामीले चाहिँ TOEC लेभल 1 कोर्स पनि गराउँछौँ। यो भनेको गेम सञ्चालन अफिसियलहरूलाई कसरी जन्माउने, कसरी यहाँ चाहिँ नेपालमा के भइराखेको छ भनेदेखि कोचेस पनि अफिसियल भइराखेको छ, अफिसियल पनि कोचेस भइराखेको छ। अब चाहिँ हामीले छान्नु पर्यो, कोचेस चाहिँ कोचेस हुनु पर्यो, अफिसियल चाहिँ अफिसियल हुनु पर्यो। यो काम भनेको भिन्दै हुन्छ। अब एथलेटिक्स खेलाडीहरू जो अब बिस्तारै रिटायर हुँदै जान्छ उनीहरू पनि आबद्ध हुन खोजे भने उनीहरूले छान्नु पर्यो कोचेस हुने कि अफिसियल हुने। कोचेस हुनलाई चाहिँ अलिकति सेन्सिटिभ हुन्छ, किनभने कोचेस भनेको चाहिँ उहाँ राधाकृष्णजीले भने जस्तै हाउ टु डिल विथ योर एथलिट्स, उनीहरूलाई मोटिभेसन कसरी गर्ने। अहिले चाहिँ सबै साइन्टिफिक अप्रोच भइसक्यो। हेर्नुहोस् न, नेपाल अब विदेशमै अहिले अब तपाईँले खेलाडी लिएर गयो भने हाम्रो त खालि एउटा कोच जान्छ, म्यानेजर जान्छ, खेलाडीहरू जान्छ। विदेशमा त डक्टर सँगसँगै पनि जान्छ, फिजियोथेरापिस्ट पनि जान्छ। तर हाम्रो बजेट नभएको भएर चाहिँ हामीले जे गर्न सक्छौँ त्यो गरिराखेको छौँ। जे हामीले भ्याउन सकेका छौँ त्यसले हामीले चाहिँ भ्याउन कोसिस गरिराखेको छौँ। अब नेपालले पनि अस्ति भर्खर मैले हाम्रो भियतनाममा चाहिँ एसियन एथलेटिक्सको पनि सदस्य भएको भएर त्यहाँ हाम्रो बोर्ड मिटिङ हुँदाखेरि मैले एउटा पिन पनि पाएको थिएँ। यो त नेपालको लागि पनि गौरवको कुरा हो। र त्यहाँ कुरा पनि के उठ्यो भनेदेखि नेपाल जस्तो सानो देशले पनि हरेक एसियाको गेमहरूमा चाहिँ भाग लिइराखेको छ। चाहे 2टा एथलिट होस्, चाहे 4वटा, इन्डियामा त हामीले लगभग 10-15वटा 20वटै एथलिटहरू पठाइराखेका छन्। त्यो भार हामीलाई खास गरेर खेलकुद परिषदले अलिकता बोकिदियो भने हामीलाई यो मैले यो आलोचना लगाउन खोजे होइन, यो तर यो भन्नै पर्ने कुरा छ। सम्पूर्ण खेलाडी अब यो एथलेटिक्स खेल चाहिँ यो के भन्छ फादर अफ द गेम्स भनेर भन्छ। तर एथलेटिक्समा यो 3 कार्यकालमा खेलकुद परिषदले हामीलाई कति पैसा दिएको छ तपाईँहरूले सोध्नु पर्ने हो। हामीलाई स्याफ गेम्समा 18 लाख रुपियाँ दियो। हामीले कतिवटा 2टा हो कि 3टा मेडल, बहिनी कति तिमीले एउटा मेडल, कति मेडल ल्यायो? 8वटा मेडल ल्यायो। राष्ट्रपतिले हामीलाई दिने भनेको मेडल 8वटा मेडल लिएर आएपछि खेलाडीले पनि प्रोत्साहन पाउँछ, पुरस्कार पाउँछ, पैसा सङ्घले पनि पाउँछ। त्यो सङ्घको पैसा पनि हामीलाई काटिदियो खेलकुद परिषदले, किनभनेदेखि हाम्रो बेरोजी थियो भनेर। हाम्रो बेलामा त्यो बेरोजी भएको होइन, त्यो पहिलाकै बेलाको बेरोजी। त्यो बेरोजी पुरानो मान्छेहरूले बुझाउनु पर्छ। यहाँ हाम्रो
ह्यान्डओभर र टेकओभर पनि छैन, त्यो पैसा पनि काटिदियो। त्यसदेखि अस्ति एसियन गेममा कोरियामा पठायौँ हामीले खेलाडी, त्यसको पनि पैसा दिएको छैन। त्योभन्दा अगाडि ब्याङ्ककमा पैसा कति 8-9 वटा खेलाडी पठायो, 12 लाख हामीले जहिले पनि बुझाएको छ। खेलकुद परिषदमा किन यो एथलेटिक्स सङ्घमा यस्तो वञ्चित भइराखेको छ? हाम्रो पहुँच नपुग्या हो कि के हो यो? बिना पैसा अहिले आज इन्डिया कहाँ छ? तपाईँलाई इन्डियाको बजेट मन तपाईँलाई भनौँ, इन्डियाको मेरो उहाँको अध्यक्ष अथवा त्यहाँको वरिष्ठ अध्यक्षसँग मेरो राम्रो सम्बन्ध छ। उनीहरूले चाहिँ यस्तो उनीहरूको ओलम्पिक गेम्सको लागि मात्रै, तयारीको लागि मात्रै 50 करोड रुपियाँ दिया हुन्छ। 50 करोड रुपियाँ आइसी भनेपछि हाम्रो 80 करोड रुपियाँ। उनीहरू त्यो भेन्यूमा जापान वर्ल्ड एथलेटिक्समा अथवा ओलम्पिक गेम्स भयो भने 1 महिना अगाडि नै उनीहरू चाहिँ त्यो एक्लामेटाइजेसनको लागि 1 महिना अगाडि नै खेलाडीहरूलाई लिएर त्यो देशमा गइराखेका हुन्छ। एक्लामेटाइजेसन हुन्छ, फुल कोचिङ हुन्छ, पैसा दिएको छ र अहिले रिजल्ट तपाईँले थाहा छ नि, इन्डियाको कति मेडल आइराखेका छ। अब हामीले मिसयुज पनि गरेका छैन, हामीलाई जे पैसा दिएको छ हामीले तानतुन गरेर गरेका छ। यहाँ हामीलाई मिडियाले पनि के गर्छ, गेम गराउने, हामीले गेम यहाँ गराउने कि हामीले खेलाडीहरूलाई एक्सपोजर माथि पैसा विदेशमा पठाउने। अस्ति वर्ल्ड च्याम्पियनसिप थियो जापानमा, त्यहाँ पनि पठाइदियौँ। एसियन च्याम्पियनसिप थियो कोरियामा, त्यहाँ पनि पठायो। आएदेखि स्याफ च्याम्पियनसिप थियो, त्यहाँ पनि पठायो। इन्डियाले अर्को एउटा वर्ल्ड एथलेटिक्स अर्गनाइज सम गेम अल्सो नो इन इन्डिया, सम ओडिसा कहाँ गएको थियो शिवजी तपाईँले? यस, कन्टिनेन्टल टुर्स, त्यो वर्ल्ड एथलेटिक्स मार्फत त्यो गएको थियो, त्यसमा पनि हामी भाग लिएको छौँ। इन्डो चाइनामा पठाउँदैछौँ। अब इन्डो चाइनामा पठाइराखेको छ। अब एसियन गेम्स आइराखेको छ, वर्ल्ड च्याम्पियनसिप जापानमा आइराखेको छ। हामीलाई कहिले पनि पैसा दिएको छैन। जब हामीलाई अरू सामान्य कराटीहरूको भयो भने यहीँ लोकल इभेन्टलाई पनि पैसा दिइराखेको हुन्छ। हामीले कसरी यो हानिराखेका छ, तर हामीलाई अब गेम गराउन भ्याउँदैन। यहाँ गेम गराइराखेको छ। अब गेम गराउने कुरामा पनि मेरो अलिकति गुनासो छ, यहाँ त्यो राख्नै पर्ने छ। अब गेम गरायो, हेर्नुहोस् न, तपाईँहरूलाई त्यो गेमको अफिसियल बनाउन जानुहुन्छ, तपाईँले कति दिन्छ? 500,000 रुपियाँ एउटा त्यो गेम सञ्चालन गरेकोमा, अफिसियल बनेकोमा। कोचेस के अरे अफिसियलहरूले चाहिँ 500 अथवा 1000 रुपियाँ दिनको पाउनुहुन्छ। तपाईँ 500 दिने बित्तिकै तपाईँले त्यहाँ जानुहुन्छ। हामीसँग आबद्ध हुनुहोस्, हामी चाहिँ त्यो 500 होइन, कमसेकम कोचेसहरूलाई गेम गरायो भने चाहिँ अथवा अफिसियलहरूलाई चाहिँ 2500 रुपियाँ दिनै पर्छ भन्ने हामी नियम बनाउँछौँ। तपाईँहरूलाई पनि त्यो गेमको पनि भ्याल्यु भयो। अब अर्को कुरा के हुन्छ भने त्यो जसले गेम अर्गनाइज गरे हुन्छ सबै ठाउँबाट पैसा उठाएको हुन्छ। उनीहरूले चाहिँ आफ्नो खल्तीमा 3-4 लाख रुपियाँ बचाएर राखेको हुन्छ। खेलाडीको चाहिँ फर्स्ट प्राइज कति हुन्छ? 3000 रुपियाँ हुन्छ। सेकेन्ड प्राइज 2500 रुपियाँ हुन्छ, 1000 रुपियाँ हुन्छ। अघि उहाँ राधाकृष्णजीले के भइरहेछ, अब हाम्रो यो सानो अरू गेम 100-200 मिटर यस्तो गेमहरू गऱ्यो भने चाहिँ के आपत्ति छैन। तर हाम्रो खेलाडीहरूले मेडल जित्ने भनेको मिड डिस्टेन्स र लङ डिस्टेन्स हो। लङ डिस्टेन्स म्याराथन रनरहरू हामी कति छ? अब यस्तो जसले पनि म्याराथन गराउने भनिरहेछ, म्याराथनमा फर्स्ट प्राइज भनेको 50,000 छ। तपाईँले 5 लाख जित्नको निम्ति 10 वटा दौडिनुपर्छ। वर्षमा 10 वटा खेलाडीले दौड्यो भने त्यो खेलाडी के हुने भयो? त्यसले गर्दाखेरि ओभर ट्रेन र ओभर एक्सपोजर भनेको उयो हो। खेलाडीलाई च्याम्पियन बनायो धेरै चाँडै, तर फेरि उसलाई चाहिँ त्यो लेभलमै पुग्न नसक्ने। अब हामीले एथलेटिक एसोसिएसनले के गरिरहेको छ भनेदेखि हामीले आइडेन्टिफाई गरेका छौँ। हामीले बङ्गलादेशमा जित्ने, हाम्रो खेलाडीहरूले जित्ने कहाँ हो भनेको चाहिँ बङ्गलादेशमा गरिरहेको थियो। अस्तिसम्म बङ्गलादेशमा 5 लाख हाम्रो खेलाडीहरूले जहिले पनि जितेर आउँथ्यो म्याराथनमा, त्यहाँ जित्थ्यो। तर अब अहिले त्यो बङ्गलादेशमा अलि गोलमाल भएर यसपालि यो वर्ष र लास्ट इयर भइराखेको छ कि छैन। तर हामीले पनि खेलाडीको भविष्य हेरेर नि यसमा जानु है।
आर्मीको म्याराथन दौडिनु है, कहाँ राम्रो प्राइस छ। एकैचोटि तपाईँले 50,000 को लागि दौडिनुहुन्छ कि 5 लाखको लागि दौडिने, पैसा पनि इम्पोर्टेन्ट दि। बङ्गलादेशमा हाम्रो जित्ने सम्भावना छ, हामीलाई थाहा छ त्यो कुन लेभलको हुन्छ, कुन किसिमको खेलाडी आउँछ। हाम्रो खेलाडीहरूले जित्न सक्ने ठाउँमा हामीले पठाउने हो। बङ्गलादेशमा जित्यो 5 लाख, आर्मीको म्याराथन पनि 5-6 लाख रुपियाँकै हुन्छ, के अरे एउटा मोटरसाइकल पनि पाउँछ। दुईटै जित्यो भने 10 लाख। त्यसपछि एसियाको हङकङ म्याराथन हुन्छ, त्यसको 60 लाख रुपियाँ हुन्छ, के अरे 30 लाख रुपियाँ हुन्छ, $60,000 हङकङ डलर। हामीले खेलाडीहरूको भविष्य हेरेर नि, तर बाहिरबाट तपाईँहरूलाई इन्फ्लुएन्स गरिदिन्छ, यता जानुपर्छ, उता जानुहुन्छ, अनि तपाईँ यु गेट बर्न्ट आउट। अनि यो कुरा भनेको चाहिँ कोचेसहरूले हेर्नुपर्ने कुरा हो कि कोचेसहरूले चाहिँ यसलाई चाहिँ कन्ट्रोल गर्ने हो। अनुशासन बिना खेल हुँदैन। मैले के देखिरहेको छु भनेदेखि नेपालमा अनुशासनै छैन खेल जगतमा। पहिला यो हामी सबैले शरदचन्द्र शाहको पनि कुरा गर्छौँ नि, त्यो शरदचन्द्र शाह हुँदाखेरि चाहिँ हामी शराब थियौँ होला, तर शरदचन्द्र शाह जाँदाखेरि चाहिँ सबै खेलाडीहरू यहाँ लाइनअप हुन्थ्यो होला। म खेलाडी हुँ भन्ने खेल पनि गर्थ्यो, एउटा अनुशासन थियो, एउटा एक आपसमा ऊ पनि थियो, एउटा कमराडरी पनि थियो। तर अहिले हामी एथलेटिक्स सङ्घभित्र नै त्यो कमराडरी मिलाउन सकिरहेका छौँ। म आज अत्यन्त खुसी छु, म यहाँ अहिले अध्यक्ष भएको छु भने यो अवसर मैले 2 कार्यकाल अगाडि सुशीलजीले नि मलाई यो रोल खेलेर मलाई यहाँ ल्याइदिनु भएको छ। पहिलो कार्यकालमा उहाँ हाम्रो उपाध्यक्ष पनि हुनुहुन्थ्यो र हाम्रो चिफ कोच पनि हुनुहुन्थ्यो। खेलकुद परिषदले नियम ल्यायो, चिफ कोचेसहरूलाई चाहिँ सङ्घमा राख्नु नपाउने भनेर कर्मचारीहरूलाई भनेर उहाँले राजीनामा दिनु पर्यो। त्यो बेलामा सुरुवात राम्रो थियो, उद्देश्य राम्रो थियो, तर सङ्घहरूलाई सङ्घकै सदस्यहरूलाई चाहिँ अलि एक ठाउँमा ल्याउन नसक्ने भयो र हामी अलिकति टाढिन पर्यो। र अहिले चाहिँ हामी सबै एकै छौँ। अरू बाहिर बसेका साथीहरूलाई पनि म आह्वान गर्छु, सँगसँगै एथलेटिक्सलाई सक्सेस बनाऊ। बाहिर बसेर कमेन्ट हानेर सफल हुँदैन। देशको परिस्थिति पनि उस्तै देख्छु, एथलेटिक्स सङ्घको परिस्थिति पनि उस्तै देख्छु, होइन? क्रिटिसाइज कमेन्ट हान्नुभन्दा अगाडि मैले के गरेँ भनेर पनि सोचौँ, अनि कमेन्ट हानौँ। मैले राम्रै गरिराखेको छु, मैले देन गरेको छु भने पनि चाहिँ कमेन्ट हान्ने अधिकार हुन्छ, तर आफूले पनि केही नगर्ने, अरूले गरेको पनि देखि नसुन्ने पनि चाहिँ त्यो राम्रो हुँदैन। त्यसैले अब हाम्रो सुशीलजी मार्फत सिसी जस्तो कोचेसहरू ट्रेनिङ गर्ने, उहाँ पनि क्वालिफाइड आरडिसी वर्ल्ड एथलेटिक्सले नि क्वालिफाइड लेक्चरर उहाँ हुनुहुन्छ। सुरुवात यहाँबाट गर्ने, यहाँलाई लगेर विभिन्न प्रदेशहरूमा पनि हामीले अब अभियान चलाउँछौँ। मेन उद्देश्य भनेको चाहिँ जति कोच जन्मायो त्यति खेलाडी निस्किने हो। अघि उहाँले भनेको उद्देश्य नै त्यही हो। सो मेन थिङ इज तपाईँहरू सिसी लेभल 1 फेरि यो मैले एकचोटि गरी मेरो जीवनभरि मेरो सर्टिफिकेट भन्ने होइन। तपाईँले यो सिसी लेभल 1 गरेपछि तपाईँले त्यो उहाँले भने जस्तो त्यो मार्क्स पाउनुभयो भने चाहिँ तपाईँ यु गेट क्वालिफाइड टु डु लेभल 2 कोर्स। लेभल 2 कोर्स गर्नको निम्ति चाहिँ तपाईँहरूलाई चाहिँ आरडिसी जकार्तामा पठाउने कि अथवा इन्डियामा पनि पठाउन सक्छौँ हामीले, तर त्यो क्वालिफाइड हुनु पर्यो। नत्र भने यो सर्टिफिकेट इज भ्यालिड फर ओन्ली 4 इयर्स। त्यसपछि फेरि 4 वर्षपछि फेरि तपाईँले रिन्यू गर्नुपर्छ यो सर्टिफिकेट। लाइसेन्स रिन्यू गरे जस्तै गरेर तपाईँले रिन्यू गरिरहनुपर्छ। त्यसले गर्दाखेरि यो सुरुवात हो। तपाईँहरूलाई मेरो शुभकामना छ, राम्रोसँग गर्नुहोस्, मोटिभेसन ल्याउनुहोस् र अनि यो हामीले अब यसपालि मलाई मेन समस्या के भइराखेको थियो भनेदेखि अब जुन प्रक्रियामा चाहिँ हाम्रो सङ्घ गठन हुन्छ, अब मलाई पनि पहिला आउँदाखेरि सुशीलजीहरूले
एउटा रणनीतिक हिसाबबाट चाहिँ म चाहिँ यहाँ अध्यक्ष बनी, तर त्यसपछि चाहिँ फेरि त्यो टिम जुन थियो, अहिले यसपालि तपाईँहरूले पनि बाहिरबाट पनि सुन्नुभयो होला, हाम्रो एसियाबाट जेनरल सेक्रेटरी पनि आएको थियो, मिस्टर बालसन पनि आएको थियो, डाइरेक्टर अफ टेक्निकल डाइरेक्टर पनि आउनुभएको थियो। हाम्रो इलेक्सनमा एकदम पारदर्शी ढङ्गमा हामीले इलेक्सन गरायौँ। तर अलिकति सङ्घमा चाहिँ पहिलो 2 कार्यकालभन्दा अहिले नयाँ मान्छे लिएर सङ्घ भनेको चाहिँ खालि अब खेलाडी अथवा कोचेसबाट मात्रै होइन, सङ्घ भनेको चाहिँ जस्तो तपाईँको काम कोच गर्ने, हाम्रो काम चाहिँ एडमिनिस्ट्रेसन जब पनि रहेछ सङ्घ चलाउने भनेको। गुड मिक्स चाहिन्छ, एथलेटिक्समा इन्ट्रेस्ट भएको मान्छेहरू चाहिन्छ र एडमिनिस्ट्रेसन स्किल भएको पनि चाहिन्छ। जस्तो अहिले खेलकुद परिषदमा चाहिँ त्यहाँ सबै गुड एडमिनिस्ट्रेसन पनि त छ नि त, त्यहाँ खालि कोचेस र खेलाडीले मात्रै त भरिया होइन नि। त्यसले गर्दाखेरि अब सङ्घमा पनि अब पैसा पनि चाहिँदो रहेछ। पैसा अलिकति अब खेलकुद परिषदले हामीलाई हरेक वर्ष चाहिँ हामीलाई माग्छ, कति तिमीहरूले के गर्छ भनेर हाम्रो एउटा माग हुन्छ। हामीले त्यो माग हामीले यो वर्षमा यो गर्छौँ भन्छ, त्यही अनुसार उहाँले चाहिँ खेलकुद परिषद मन्त्रालयमा दिन्छ र मन्त्रालय चाहिँ त्यो पैसा आउँछ, तर त्यो हाम्रो खातामा आउँदैन, त्यो उनीहरूकै खातामा पसिरा हुन्छ। अनि त्यो पैसा उहाँहरूले चाहिँ आफ्नो नजिकको मान्छेहरूलाई मात्रै दिइराखेको छ। यो एथलेटिक्समा इन्ट्रेस्ट भएको मान्छेले के बुझ्नु पर्यो भने खेलकुद परिषदले यो मेरो यो 3 कार्यकालमा हामीलाई कति पैसा दिएको छ र हामीले कति काम गरेका छ र हाम्रो रिजल्ट कति आएको छ, त्यसमा हामीलाई जज गर्ने हो कि के पनि नदिने, खालि यस्तो कार्यक्रम गर्ने, खेलकुद परिषदमा बोलाउने, एथलेटिक्स सङ्घले केही गरेका छैन। मेरो प्रश्न उहाँलाई तिमीले मलाई के आधार दिएको छ र मलाई गर्नलाई यस्तै कोचेस प्रोग्रामहरू फेसिलिटेट गर्नुभएको छ कि मलाई विदेशमा खेलाडीहरूलाई पठाउनलाई पैसा दिनुभएको छ कि तपाईँहरूले क्याम्प राख्यो भने पनि एथलेटिक्स सङ्घ मार्फत चलाउनु भइराखेको छ कि आफै चलाउनु भइराखेको छ? किन अरू सङ्घहरू चाहिँ अरू सङ्घ मार्फत क्याम्पहरू राख्नुहुन्छ? हाम्रो एथलेटिक्स सङ्घमा चाहिँ क्याम्पहरू चाहिँ किन खेलकुद परिषदले मात्रै चलाइराखेको छ? हामीलाई थाहै हुँदैन खेलाडी कहाँ बस्या हुन्छ, कताबाट गरिराखेको हुन्छ। हाम्रो चिफ कोच नियुक्ति गर्दाखेरि हामीसँग किन छलफल हुँदैन? अरूको जम्मै सङ्घको चिफ कोच नियुक्ति गर्दाखेरि सङ्घले रेकमेन्ड गर्नुपर्छ, हामीलाई कहिले पनि सोधेन। त्यसैले हामी आफ्नो पनि समीक्षा गर्नुपर्छ। सङ्घले अलिकति समीक्षा किन गर्नु पर्यो भनेदेखि त्यो बेलाको अलिकता त्यो टिम पनि अलिकता मिलिराखेको छ। धेरै जस्तो अब यहाँ धेरै जस्तो कार्यक्रमहरू काठमाडौँबाटै हुन्छ, हाम्रो सदस्यहरू बाहिरबाट थियो। त्यसले गर्दाखेरि अहिले चाहिँ अब हाम्रो सङ्घमा यसो हेर्नुभयो भने अहिले एथलेटिक्सलाई खेल जगतलाई नै कसले ध्यान दिएको छ? विभागीय टिमहरूले होइन, एउटा आर्मीको टिम, एउटा सशस्त्र टिम, यो पुलिसको टिम। त्यसैले अहिले मैले पहिलादेखि नै के सोचेको थिएँ भनेदेखि एउटा आर्मीबाट पनि एउटा प्रतिनिधि भयो भने चाहिँ हाम्रो सङ्घमा आर्मीको खेलाडीहरूलाई पनि त्यो इन्टरेक्सन राम्रो हुनसक्छ, मोटिभेसन हुनसक्छ भनेर अहिले सङ्घबाट हाम्रो पूर्व जज साहब सन्तोष ढकाल उपाध्यक्षको रूपमा आउनुभएको छ। सशस्त्रको आइजी सजिन्द्र खनाल आउनुभएको छ। अब यो उहाँहरूले आर्मीको टिमसँग कोअर्डिनेट गरिदियो, आइजी साहबले चाहिँ सशस्त्रको टिमसँग कोअर्डिनेट गरिदियो, अरू सदस्यहरूले चाहिँ अरू खेलाडीहरूसँग यसरी नै कोअर्डिनेट गर्यो भने चाहिँ हाम्रो सङ्घ चाहिँ धेरै उपलब्धि गर्न सक्छ, इन्डियाको जस्तै मेडल। किनभने नेपालीहरूको नेचुरल एबिलिटी छ कि उनीहरूलाई चाहिँ खालि यो स्रोत र अवसरको कमी भएर हामीले चाहिँ साइन गर्नु पाइराखेका छैन। हामीले जति दिएको छ त्यतिमा सन्तोषी बहिनीबाट सुरु भएको होइन, 7 मेडल, त्यो बेलामा 9वटा मेडल पायौँ। अघि हामीले उदाहरण मैले पनि भने हामीलाई सानलाई दिएको पनि बेरोजी भनेर काटिदिएको छ। नयाँ पैसा दिने त पुरै छैन।
सदस्य सचिवसँग नजिक भयो भने चाहिँ जति पनि उनी पैसा आउने, सदस्य सचिवसँग नजिक हुन सकेन भने चाहिँ नहुने। त्यसपछि फेरि खेलकुद परिषदमा पनि यो भन्नै पर्ने कुरा हो, धेरै पोलिटिक्स भयो। उहाँहरूको काम भनेको चाहिँ सबै सङ्घहरूलाई चाहिँ एकदम सम्मान ढङ्गले चाहिँ प्रोत्साहन गर्ने हो। कोही मान्छेलाई च्याप्ने, कोही मान्छेलाई च्याप्ने होइन। उहाँहरूको चाहिँ हामीले मेडल पायो भने उहाँहरूको पनि गौरवको कुरा हो। तर खोइ त एथलेटिक सङ्घलाई चाहिँ त्यसरी हेरेको। अब